यहाँ त कति बज्यो 7:10 भइसक्यो अब जानु पर्दैन सबैजना आउँदैछ त स्कुल खै मलाई त त्यस्तो लाग्दैन बिमार भएको जस्तो लाग्दैन है अनि तिमीलाई स्कुलमा मजा लाग्दैन यहाँ हेर स्कुलको लागि तिमीलाई के ल्याइदिएको छ है हाउ मेनी इरेजर यु हेभ यहाँ हेर दाइ यहाँ आउनु न पापाई किन हौ तिमी चाहिँ स्कुल नजाने आज लु भन यहाँ हौ हजुर किन तिमीलाई स्कुल जानु मन छैन आज सबैजना आउँदैछ अरे फ्रेन्डहरू किन ढिलो मामा बाँकी छ कोमाले मामा बनायो किन हौ त्यसो नभन नि सबैजना फ्रेन्डहरू आउँदैछ अन्त छुट्टीमा हेर न भन्दैछु त पापाले अन्त छुट्टीमा हेर टिभी अन्त स्कुलको डेमा स्कुल जानु परेन ल स्कुल छुट्टी हो स्कुल जानु नमानेर यहाँ हेर जाउँ हात दुइकिन लु कलमा छु हातहरू अलिकति फ्री मिलेन नि के गरेको डल्ले के गर्नुभएको पर्दैन ऊ अब स्कुल ढिलो भइसक्यो आज स्कुल जानुपर्छ जो अब मुक्दैन औ मुक्दैन किन हौ नफाला त्यो तिम्रो इरेजर हो तिमीलाई आज स्कुल जानु मन छैन यो खिर्की खोला हजुर किन घरमा बस्ने स्कुल जानुपर्छ नि स्कुल गएर स्कुल सबै फ्रेन्डहरू आउँछ भेट्नुपर्छ ऊ सिरानीहरू डल्लै माथि डल्लै फ्यालिसक्यो तिमीले त्यसो नगर न हिजो स्कुल जानु नमानेर हेर्नु नि अन्त पापासँग मुक्दैन पापाले कहिले भन्दैछ स्याटरडे छुट्टी हो आज छुट्टी होइन किन चाहिँ हो किन अड्डी यस भोलि स्कुल छुट्टी हो ओके भोलि छुट्टी आज जानुपर्छ ल आज जानुपर्छ नि अन्त हजुर ए कोमाले छुट्टी भनिरहेछ ओके त्यसो लु जाउँ मामा भवन अहिले धम्की नदेऊ है ल स्कुल जानलाई के भयो बेबु रेडी भए फाइनली यहाँ आउँदा फेरि लगाऊ हिजो हिजो पापा के भन्दैछ